प्रभु येशू ख्रीष्टले भन्नुभयो तिमीहरू पवित्र हौ किनभने म पवित्र छु। पवित्रताले नि अनन्ततालाई छुन्छ। हामी किन पवित्र हुने? किनभने हाम्रो बाउ हाम्रो परमेश्वर प्रभु येशू ख्रीष्ट स्वयं पवित्र हुनुहुन्छ अनि उहाँसँगै हिँड्नको निम्ति, उहाँ जस्तै हुनको निम्ति, उहाँसँगै सदैव रहनको निम्ति चाहिँ हामी उहाँ जस्तै पवित्र हुनु आवश्यक छ। आमेन। उहाँ चाहिँ शक्तिशाली परमेश्वर हुनुहुन्छ अनि कुनै पनि पवित्रता बिना नै परमेश्वरलाई हामीले सहजै देख्न सक्दैनौँ। यसकारण वचनले भन्दछ धन्य शुद्ध हृदय हुनेहरू किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। परमेश्वरलाई किन देख्ने? प्रभु को हुनुहुन्छ भन्ने कुरा हामीले जान्नु जरुरी छ। आमेन। यदि तपाईँ अनि म सेवाकाई गर्दैछौँ, प्रभुलाई लिकन हिँड्ने प्रयास गर्दैछौँ भने नि हाम्रो जीवन, हाम्रो रहन सहन, हाम्रो खानेकुराहरू, हामीले बोल्ने कुराहरू, हामीले सोच्ने कुराहरू अनि हामीले हेर्ने कुराहरू सम्पूर्ण कुराहरू चाहिँ अति नै पवित्र हुनु जरुरी छ किनभने उहाँ पवित्र हुनुहुन्छ। जब अदनको बगैँचामा आदम र हव्वा थिए अनि त्यहाँ पवित्रता थियो अनि यद्यपि उनीहरूको त्यो पवित्रता चाहिँ बाहिर देखिएको थियो अनि उनीहरूको शारीरिक अभिलाषाका कुराहरू चाहिँ भित्र छुपी लुकी गएको थियो अनि उनीहरूले परमेश्वरलाई आम्ने सामने भेट गर्थे, परमेश्वरसँग बातचित गर्थे अनि जब त्यो पवित्रताबाट नि मानिसहरू निस्किए नि जब परमेश्वरले नखानु भनेको फललाई खाइकन उनीहरूले पाप आफ्नो जीवनमा ल्याए नि हो त्यसपछि चाहिँ उनीहरूले परमेश्वरलाई देख्न छोडे। पवित्रता उनीहरूबाट गुम्यो, शुद्धता उनीहरूबाट गुम्यो किनभने आज्ञा पालन भनेको नि सबैभन्दा इम्पोर्टेन्ट कुरा हो। प्रभु येशू ख्रीष्टको वचनलाई फलो गर्नु भनेको नि सबैभन्दा असल कुरा हो। यदि तपाईँ अनि म कस्तो प्रकारको जीवन जिराखेका छौँ, के अझैसम्म पनि हामी रिलेसनसिपमा छौँ अथवा हामी खराब वातावरणमा हुर्किराखेका छौँ, खराब कुनै इच्छाहरूलाई मनमा लिकन अगाडि बढ्दैछौँ र पनि हामी चर्चमा जान्छौँ, ताली बजाउँछौँ, केही समय उफ्रेको झैँ गर्छौँ, केही समय प्रभुको उपस्थितिमा गएको झैँ गर्दैछौँ, त्यो कुराले तपाईँको जीवनमा असर पार्दैन, कुनै पनि फाइदा दिँदैन तपाईँको जीवनमा। प्रभु येशू ख्रीष्टले हेर्ने भनेको नि तपाईँले मानिसलाई देखाउनको निम्ति गरेको धर्म कर्म होइन, सेवाकाई होइन, तर प्रभु येशू ख्रीष्टले खोज्नु भएको कुरा भनेको नि तपाईँ अनि मैले जिएको जीवन हो। आमेन। असल जीवन चाहिँ आराधना हो। प्रभु येशू ख्रीष्टले सच्चा आराधकहरूलाई नै खोज्दै हुनुहुन्छ यस समयहरूमा। प्रभु येशू ख्रीष्टले खोज्नु भएको सच्चा आराधकहरू कस्तो आत्मा र सत्यतामा आराधना गर्ने आराधकहरू जो चाहिँ मानिसलाई देखाउनको निम्ति धर्म कार्य गर्ने होइन, मानिसलाई देखाउनको निम्ति कुनै पास्टर फलानु पास्टरले देख्यो भने औ मेरो बदनाम हुन्छ हौ म लुक्नुपर्छ अथवा कुनै व्यक्तिले मेरो कुराहरू सम्पूर्ण विस्तृत कुराहरू थाहा पायो भनेदेखि नि मेरो बेइज्जती हुन्छ हौ मैले यो कुरालाई ढाक्नुपर्छ भन्दै जिएको जीवन होइन। तर म जहीँ गए तापनि त्यहाँ परमप्रभुको उपस्थिति छ, प्रभुले जसै मलाई देख्नुहुन्छ अनि उहाँको सामनेबाट म लुक्न सक्दिनँ। यस कारणले गर्दा म शुद्ध र पवित्र हर समय हुनु आवश्यक छ। हृदयमा यो कुरालाई विचार गरेर नि जीवन जिएको व्यक्ति चाहिँ सच्चा आराधक बन्न सक्छ अनि प्रभु येशू ख्रीष्टले चाहनु भएको सच्चा आराधक पनि यही नै हो। यदि तपाईँ अनि म भन्छौँ हामी प्रभुसँगै हिँड्दैछौँ भन्छौँ तर पनि तपाईँ अनि मेरो जीवन चाहिँ सुध्रिएको छैन, जीवन चाहिँ बदलिएको छैन भनेदेखि नि हामी कुनै पनि रीतिले सच्चा आराधक बन्न सक्दैनौँ। हाम्रो हृदय चाहिँ, हाम्रो जीवन चाहिँ दिन दिनैको जीवनमा चाहिँ आफ्नै क्रुसलाई बोकिकन हामी अगाडि बढ्नुपर्ने हुन्छ। भन्न खोजेको क्रुस के हो? तपाईँ अनि मेरो दुःख, तपाईँ अनि मेरो कष्ट, तपाईँ अनि मेरो पीडा, दुख्छ, गाह्रो हुन्छ हो, हामी लाद दिन्छौँ, असहनीय पीडाहरू हुन्छ, संसार अनि शरीरमा हामीलाई विभिन्न प्रकारका विपत्तिहरू आइपर्छन्। तर त्यो अवस्थाबाट बाहिर गुज्रिएर जाँदै गर्दा पनि नि हामी आफ्नो दुःखहरूलाई हामी आफैले धारणा गर्दै गर्दा प्रभु येशू ख्रीष्टमा चाहिँ त्यो शुद्ध र पवित्रताको जीवन जिएर हिँडिरहनु नै त्यो चाहिँ आराधक हो। साँचो आराधना यो हो नि त मेरा प्रियहरू। प्रभुले भन्नुभयो फलानु मान्छेलाई हेरेर जिउने होइन, फलानु मान्छेलाई हेरेर जिउने होइन है, फलानुले यसो गर्यो मैले गर्दा के हुन्छ त्यसो होइन, तर तैँले मलाई हेरेर जिउनुपर्छ भन्नुभयो। के आज तपाईँ अनि मैले प्रभु येशू ख्रीष्टलाई हेरेर जिउँदैछौँ या छैनौँ? प्रभु येशू ख्रीष्टले त्यो दुःख कसको लागि भोगिदिनु भएको हो? के तपाईँ अनि मेरो लागि होइन र? प्रभु येशू ख्रीष्टले त्यो कोराको चोट कसको लागि सहिदिनु भएको हो? के तपाईँ अनि मेरो निम्ति होइन र? यदि अझै पनि तपाईँ अनि मेरो जीवन सुध्रिएको छैन प्रभु येशू ख्रीष्टमा, तपाईँ अनि म शुद्धता र पवित्रताको विषयलाई लिकन अगाडि बढेका छैनौँ अझैसम्म पनि भनेदेखि नि हाम्रो जीवन लथालिङ्गै छ, टुरो भएको छ। हाम्रो जीवन एउटा बाउ बिनाको छोरा जस्तै भएको छ, गोठालो बिनाको भेडा जस्तै भएको छ तपाईँ अनि मेरो जीवन। हाम्रो जीवनमा चाहिँ बाउ हुनु आवश्यक छ। परमेश्वर चाहिँ हाम्रो बुवा हुनुहुन्छ अनि उहाँले चाहिँ भत्केको जीवनलाई बनाउन सक्नुहुन्छ। तपाईँ अनि मेरो जीवन किन नसुध्रिएको थाहा छ? याद छ? किनभने तपाईँ अनि मैले आफ्नो जीवनलाई बनाउनै चाहेनौँ नि त। हामी आफैले आफ्नै मर्जीले आफ्नै हिसाबले जस्तो छ ठिक छु म भन्ठान्यौँ नि त। आफै बनाउनु कोसिस गर्नु नि मूर्खता हो। आफ्नो गल्ती नि कहिले पनि आफैले देख्नु सक्दैन। चोरले म चोर कहिले पनि भन्दैन। यस कारणले गर्दाखेरि हामीले हाम्रो सम्पूर्ण शरीरलाई प्रभु येशू ख्रीष्टको हातमा सुम्पिदियो भने साँच्चै नै उहाँले चाहिँ शुद्धता र पवित्रतातिर हाम्रो जीवनलाई लिकन बदलिदिनुहुन्छ।
हाम्रो हरेक कुरा सोच्ने कुराहरू बदलिनु आवश्यक छ, हाम्रो खाने कुराहरू बदलिनु आवश्यक छ, हामीले गर्ने कुराहरू बदलिनु आवश्यक छ। हरेक कुरामा हामी शुद्धता र पवित्रतामा जिकन अगाडि बढ्नु अति नै आवश्यक छ। प्रभु येशू ख्रीष्टले भन्नुभयो, म कहाँ हो र म तिमीहरू कहाँ आउनेछु। हो, म तिमीहरू कहाँ आएर चाहिँ तिमीहरूको जीवनलाई सुधार्छु भन्नु भएन। तिमीहरूको जीवन के भन्नुभयो? तिमीहरूको जीवन जस्तो छ ठिक छ, म त्यहीँ आएर तिमीहरूको जीवनलाई बनाइदिन्छु भन्नु भएन। तर उहाँले भन्नुभयो, तिमीहरू म कहाँ हो र म तिमीहरू कहाँ आउनेछु। यदि तपाईँ अनि म नम्रतामा शुद्धतामा रहेर प्रभु येशू ख्रीष्टको सामु हामी जाँदैछौँ कि छैनौँ, यदि जाँदैछौँ भने साँच्चै नै प्रभु येशू ख्रीष्टले तपाईँ अनि मेरो जीवनलाई बदलिदिन सक्नुहुन्छ, बनाउन सक्नुहुन्छ। टुटेको हृदयलाई जोड्नु हुने उहाँ हुनुहुन्छ, भत्केको जीवनलाई निर्माण गर्नु हुने उहाँ हुनुहुन्छ। यस कारणले गर्दाखेरि तपाईँ अनि मेरो जीवनमा हरेक रहन सहनमा शुद्धता र पवित्रता हुनु अति नै आवश्यक छ। किनभने परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ। उहाँको अगाडि अशुद्धताहरू अपवित्रताहरू टिक्नु सक्दैन, रहिरहनु सक्दैन। यस कारणले गर्दा तपाईँ अनि मेरो जीवन चाहिँ अति नै पवित्र हुनु आवश्यक छ। आमेन। अनि त्यो पवित्रता त्यो सुन्दरताले नि तपाईँ अनि मेरो जीवनमा अचम्मको बदलाउ ल्याउँछ, जसले तपाईँ अनि मलाई प्रभु येशू ख्रीष्टसँग एक हुन मद्दत गर्छ। आमेन। तपाईँ अनि मेरो जीवन चाहिँ प्रभु येशू ख्रीष्टमा एक हुनु आवश्यक छ। प्रभु येशू ख्रीष्टले मानिसलाई किन बनाउनु भएको याद छ? प्रभु येशूसँगै रहनको निम्ति, प्रभु येशू जस्तै हुनको निम्ति, सच्चा आराधक भइकन उहाँले चाहनु भए अनुसारको जीवन जिकन उहाँलाई खुसी बनाउनको निम्ति, कोही छेउमा हिँड्नको निम्ति होइन, जे मन लाग्यो त्यही गर्दै हिँड्नको निम्ति होइन, जे मन लाग्यो त्यही खाँदै हिँड्नको निम्ति होइन, तर प्रभु येशू ख्रीष्ट जस्तै हुनको निम्ति चाहिँ उहाँले मानिसलाई बनाउनु भयो। आमेन। यस कारणले गर्दा तपाईँ अनि मेरो जीवन कस्तो छ त? के हामी शुद्धता र पवित्रतातिर लम्काउँदैछौँ भनेदेखि हाम्रो जीवनमा के कस्ता घटी कमी, के कस्ता कुराहरूले अहिले पनि असर गरेका छन् या छैनन्, त्यो कुरा हामीले विचार गर्नु आवश्यक छ। अझै पनि सेवकाई गर्दै हुनुहुन्छ, रिलेसनसिपमा हुनुहुन्छ, प्रभुलाई मन पर्दैन। रिलेसनसिपमा बस्नु चाहिँ नि, रिलेसनसिपमा बसेर प्रभुको सेवकाई गर्नु भनेको नि पाप हो। किनभने त्यहाँ अँध्यारो र उज्यालो एकै ठाउँमा रहन सक्दैन। प्रभु येशू ख्रीष्टले भन्नुभयो, एउटै धाराबाट तितो अनि मिठो पानी आउन सक्दैन। कि त तितै तितो आउनु पर्यो, कि त मिठै मिठो आउनु पर्यो। यदि हामी चर्च जान्छौँ, एउटा बहाना चर्च जानुपर्छ, ठिक छ, राम्रो कुरा हो, जान्छौँ, ताली बजाउँछौँ, एकछिन आराधना गरेको जस्तो गर्छौँ, हाम्रो जीवन लथालिङ्गै छ भनेदेखि, साँच्चै हाम्रो जीवन बदलिएको छैन भनेदेखि नि त्यो एउटा बहाना मात्रै हो। अनि त्योभन्दा शक्तिशाली बहाना त लुसिफर शैतानले पनि गर्न सक्छ। यस कारणले गर्दाखेरि प्रभुलाई ग्रहण योग्य जीवन हामीले जिउनु अति नै आवश्यक छ। आमेन। हामी प्रत्येकको जीवन बदलिएको होस्। जीवन बदलाउन सक्नुहुने चाहिँ परमप्रभु परमेश्वर मात्रै हुनुहुन्छ। जब हामी उहाँलाई आफ्नो जीवन सुम्पन्छौँ नि, अनि साँच्चीकै उहाँले त्यो जीवनलाई एउटा फुल्दै गरेको, एउटा कोपिला लाग्दै गरेको फुल फक्राएको चाहिँ हाम्रो जीवनलाई साँच्चै नै वास्तवमै उहाँले फक्राइदिनुहुनेछ। आमेन। प्रभु येशू ख्रीष्टले त्यत्तिकै हामीलाई पवित्र हौ भन्नुभएको होइन नि त, उहाँले त झन् माया गरेर प्रेमपूर्वक मसँगै रहनको निम्ति भनिकन बोलाउनु भएको छ। अनि हामी लथालिङ्गै प्रकारको जीवनले नि उहाँसँग रहन सक्दैनौँ। तपाईँ अनि मैले आगो अनि पानी एकै ठाउँमा भएको देखेका छौँ, यद्यपि छैनौँ नि। हो, त्यसै गरी हामी पनि पानी भएर सदैव रहिरह्यौँ भने प्रभु येशू ख्रीष्ट चाहिँ आगो हुनुहुन्छ, अनि उहाँ चाहिँ शक्तिशाली हुनुहुन्छ। अनि साँच्चै नै उहाँ जस्तै हुनको निम्ति नि हामी पनि आगै हुनु जरुरी छ। आमेन। हाम्रो जीवन बदलिनुपर्छ, हाम्रो सोच विचार बदलिनुपर्छ, हामीले हेर्ने कुराहरू बदलिनुपर्छ, हामीले गर्ने कुराहरू बदलिनुपर्छ। प्रभुले जे पायो त्यही बोल्नको निम्ति तपाईँ अनि मेरो मुख दिनुभएको होइन नि। प्रभु येशू ख्रीष्टले उहाँको वचनलाई बोल्नको निम्ति प्रभु येशू ख्रीष्टले हामीलाई आफ्नो मुखहरू दिनुभएको हो। जहाँ पायो त्यहीँ, जहाँ मन लाग्यो त्यहीँ हिँड्नको निम्ति उहाँले हामीलाई खुट्टाहरू दिनुभएको होइन नि। प्रभु येशू ख्रीष्टको सुसमाचार प्रचारको निम्ति अनि घाँस बाँस र कपासको लागि नै मेहनत गर्नको निम्ति प्रभु येशू ख्रीष्टले हामीलाई बल शक्ति अनि खुट्टा दिनुभएको हो। जहाँ मन लाग्यो त्यही हेर्नको निम्ति प्रभु येशू ख्रीष्टले चाहिँ दृष्टि दिनुभएको होइन नि, मानिसलाई आँखा दिनुभएको होइन नि, तर असल कुरा हेरोस्, जानोस् र त्यसलाई चुज गरेर त्यो लियोस् भनिकन प्रभुले दिनुभएको हो। प्रभु येशूको वचनलाई देख्नको निम्ति नि, प्रभु येशू ख्रीष्टको शक्ति र सामर्थलाई बुझ्नको निम्ति नि, आश्चर्य कामहरूलाई हेर्नको निम्ति नि प्रभु येशू ख्रीष्टले हामीलाई आँखा दिनुभएको हो। प्रभु येशू ख्रीष्टले भन्नुभयो, तिमीहरू संसारका नुन हौ अनि तिमीहरू संसारका ज्योति हौ। कि आज तपाईँ अनि मैले त्यो नुन र ज्योतिको जस्तो काम गरिराखेका छौँ प्रभु येशू ख्रीष्टमा? तपाईँ अनि मलाई प्रभु येशू ख्रीष्टले किन बनाउनु भएको याद छ? किन बनाउनु भएको? के उहाँको काम गर्नको निम्ति होइन र? उहाँलाई उचाल्नको निम्ति होइन र? भन्नुहोस् प्रभुलाई, प्रभु तिम्रो जति लथालिङ्गै प्रकारको जीवन जिएर प्रभु तपाईँलाई दुःखी तुल्याएँ परमेश्वर, अब म त्यसो गर्ने छैन, तर प्रभु तपाईँको इच्छालाई, तपाईँको योजनालाई, तपाईँको उपस्थितिलाई लिकन म अगाडि बढ्नेछु। भन्नुहोस् प्रभुलाई, प्रभु मलाई नत्याग्नुहोस् किनभने म तपाईँ बिना बाँच्नु सक्दिनँ। प्रभु येशू ख्रीष्ट बिनाको हाम्रो जीवन नि मरेको जीवन जस्तै हो, लथालिङ्गै पाराको जीवन हो। तपाईँ अनि मेरो हृदय नै तिर्खाउनु जरुरी छ, तृषित हुनु जरुरी छ। जसरी खोलाको पानीको चाहिँ हरियोले तृष्णा गर्दछ नि,
त्यस्तै गरी तपाईँ अनि मेरो हृदयले पनि परमप्रभुमा तृष्णा गर्न आवश्यक छ। आमेन। भन्नुहोस्, प्रभु म फर्किएको छु, मलाई लिनुहोस्, मेरो जीवन तपाईँमा सुम्पन्छु। येशू मलाई सहायता गर्नुहोस्, मलाई सहायता गर्नुहोस्, मलाई सहायता गर्नुहोस्। अहिलेसम्म यहाँहरूले जिजस इज किङ नेपाल युट्युब च्यानललाई हेरेर साथ दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि यस्तै असल वचनहरूको लागि यहाँहरूले जिजस इज किङ नेपाल युट्युब च्यानललाई सब्सक्राइब गर्न र छेउमा रहेको बेल आइकनलाई दबाउन नभुल्नुहोला। हस्त जय मसीह। गड ब्लेस यु। प्रभुले यहाँहरूको सम्पूर्णको जीवनमा आशिष र अनुग्रह गर्नुभएको होस्।